कुरा बदलिदियो। हामी अब विचार र कथाहरू बाँड्न सक्थ्यौँ। यही क्षमताले हामी हजारौं लाखौं अपरिचितहरूलाई एकसाथ मिलेर काम गर्न सक्ने बनायौँ, जुन पृथ्वीको अरू कुनै पनि प्रजातिले गर्न सकेको थिएन। यही नयाँ संज्ञानात्मक शक्तिको आडमा होमोसेपियन्सले एउटा अभूतपूर्व काम गरे। हामीले आफ्नो घर अफ्रिका महादेश छोड्यौं र पूरै संसारमा फैलिने यात्रा सुरु गर्यौं। तर यो यात्रा कुनै खाली संसारमा थिएन है। बाटोमा हाम्रो भेट अन्य मानव प्रजातिहरूसँग भयो, जस्तै युरोपका शक्तिशाली न्यान्डरथलहरू र एसियाका डेनिसोवान्सहरू। त्यसो भए मुख्य कुरा के हो भने हामीले उनीहरूलाई विस्थापित मात्र गरेनौं। अनुसन्धानले के देखाउँछ भने हामी उनीहरूसँग घुलमिल भयौं र उनीहरूको डिएनएको केही अंश आज पनि हामीमध्ये धेरैको शरीरमा छ। हाम्रो वास्तविक सुपर पावर त अनुकूलनशीलता थियो। हिमयुगको कठ्याङ्ग्रिने जाडो होस् वा मरुभूमिको पोल्ने गर्मी, मानवले हरेक वातावरणमा बाँच्न सिक्यो। कसरी? जनावरको छालाबाट लुगा बनाएर, आगोलाई नियन्त्रण गरेर र आफ्नो रणनीतिहरू निरन्तर परिवर्तन गरेर। अन्तिम हिमयुग लगभग 11,000 वर्ष पहिले सकिएपछि मानवताले एउटा यस्तो छलाङ लगायो जसले हाम्रो र यो ग्रहको सम्बन्धलाई सधैँको लागि बदलिदियो। हो, हामीले बिउ रोप्न र जनावर पाल्न सिक्यौं। पहिलो पटक हामीसँग एकै ठाउँमा बस्ने एउटा बलियो कारण थियो। यसैले पहिलो गाउँहरू जन्मायो र घर भन्ने अवधारणाको सुरुवात भयो। यो नयाँ जीवनशैली विशेष गरी नदी किनारका उर्वर भूमिहरूमा फस्टायो र यसले पहिलो महान सभ्यताहरूलाई जन्म दियो। र हरेक सभ्यताले आफ्नै अद्भुत आविष्कारहरू गरेर इतिहास रचे। समाज जति ठूलो हुँदै गयो त्यति नै जटिल पनि। हामीले शासन प्रणाली, सामाजिक तह र विशेष कामहरू जस्तै कारिगर, व्यापारी, सिपाहीको विकास गर्यौं। यी सबै कुराहरू आजको हाम्रो संसारको जग हुन्। पृथ्वीको यति लामो इतिहासमा हाम्रो कथा त भर्खरै सुरु भएको छ। सोच्नुस् त, एउटा आगोको डल्लोबाट सुरु भएर आजको यो अन्तर सम्बन्धित सभ्यतासम्मको यात्रा साँच्चै नै असाधारण छ। तर अब प्रश्न यो हो कि हाम्रो अर्को कथा के होला? हामी अब कुन कथा लेख्ने?